एकदम सरहरूले एकदम राम्रोसँगले सिकाउनुहुन्थ्यो। हजुर। अनि नबुझेकोहरू यसरी गर्ने उसरी गर्ने भनेर एकदम एकदम सेटिस्फाई थिएँ सर म। एकदम सेटिस्फाई हुनुहुन्थ्यो है। अनि आज जब आज डेनमार्कमा तपाईँले काम पाउनुभयो, अब के कुरा सोध्न चाहन्छु भने सुकुराम, इन्टरभ्यूमा के सोध्यो होइन, अनि हजुरको कस्तो हुँदो रहेछ त इन्टरभ्यूमा, तपाईँले एप्लाई गर्नुभयो? चाहिँ अनि बोलाउनु भयो अनि म गएँ वातामीमा। अनि गएर त्यस्तो खासै केही पनि सोधेन, सोध्नु चाहिँ अब कति भयो काम गरेको भनेर भन्नुभयो। अनि भयो 5-6 महिना भयो भने अनि त्यही अनि डाइरेक्ट रोलहरू गर्न लगाएछ। जति पनि रोलहरू हान्ने तरिका जति पनि यहाँ डेनमार्कमा देखियो सेम सुसी ट्रेनिङमा सिकाएकै छ। अनि हजुर। तपाईँको सालमन काट्ने तरिकादेखि सबै सेम छ सर। हजुर होइन भनेपछि इमेजिन गर्दै जे छ त्यही काम लागेन होला हेर्दै स्किल सिकेर जानुभयो। हजुर एकदम सर एकदम सुसी ट्रेनिङमा जे सिक्यो यहाँ पनि जे सिक्यो त्यही देखायो, तरिका पनि त्यही रहेछ सर यहाँनिर। एकदम रोल्दाखेरि त एकदम अब तपाईँको अरू काम हेरी त एकदम के सर त्यस्तो हार्ड काम होइन नि त। हार्ड काम चाहिँ होइन, आनन्द हुन्छ सर। अगाडि बस्ने हो अनि ड्याङ ड्याम रोल्ने हो सर त्यही। सुसी ट्रेनिङ नेपाललाई पनि एकदम अब धन्यवाद भन्न चाहन्छु। हजुर। अनि अब जति पनि नयाँहरू अब सुसी सिक्न आउनुहुन्छ, सुसी सिक्न चाहनुहुन्छ भने सुसी ट्रेनिङ नेपाल म एकदम बेस्ट भन्न चाहन्छु। एकचोटि हजुर। अफिस भिजिट गरिदिनु भन्न चाहन्छु।